एकजना व्यक्तिले चाहिँ राजाको विषयमा के भन्दै हुनुहुन्थ्यो त भन्दाखेरि के यिनीहरूलाई राजा चाहिँ माथिबाट एलियन आएर बनाइदिएका हुन् हैन, त्यही एउटा बोर्डको टाउकोमा लगाएर अनि प्वाख लगाएर चाहिँ आफै राजा भएका होइनन् भन्दै हुनुहुन्थ्यो कि होइन। हामी कस्तो सोच विचार कस्तो मनसाय बोकेर हिँडिरहेका छौँ कि हामीले किन नबुझेको होला इतिहासलाई के। अनि कयौँ ठाउँ हेर्छु म होइन, राजा महेन्द्रको के अरे मूर्ति ढालिरहेको छ, पृथ्वीनारायण शाहको मूर्ति ढालिरहेको छ, शालिगहरू ढालिरहेको छ। हामी नेपाली यतिसम्म गयो गुज्रेका भयौँ कि त्यति वीरता र साहस देखाएर जो शाह वंशहरूले चाहिँ नेपाललाई एकीकरण गरेर आज नेपाल भनेर हामी सारा दुनियाँमा चाहिँ छाती फुलाएर भन्न सक्छौँ नि। उहाँहरूले बनाइदिएको यो देशमा बसेर अनि उहाँहरूको नै इतिहास मेट्न लागि परिरहेको छौँ क्या। अनि अर्को कुरा, पुरा संसारमा नै यदि नेपाललाई चिन्छ भने नेपालको राजाहरूको चाहिँ पौरखलाई वीरतालाई चिन्छ कि, अनि सम्मान पनि त्यसै गर्छन् कि। नेपालीको सम्मान हुँदैन। यो हिन्दू राष्ट्र देश हो, प्रकृतिको स्रोत हो, देवभूमिको देश हो, यहाँका साहसिक राजाहरूको देश हो होइन। यो कहिले पनि कुनै पनि देशको चाहिँ गुलाम नभएको देश हो। यस्तो भनेर चिन्ने देशमा बसेर अनि हामी त्यही इतिहास मेट्नमा लागिरहेका छौँ कि थोरै इज्जत गर्न आउँदैन। हामी कस्तो मनसाय बोकेर हिँडिरहेका छौँ। अनि कहिलेकाहीँ के भनिरहेको छ फेरि, ए राजै हुनु छ भने लिग्लीकोटमा गएर दौडेर राजा हुने चलन अहिले छ, त्यहाँ गएर राजा बन्द हुन्छ अरे। ए भाइ, त्यो लिग्लीकोटमा हरेक पटक जब दौड हुन्छ नि त्यहाँ धेरैवटा देशको व्यक्तिहरू चाहिँ त्यहाँ चाहिँ दौडमा चाहिँ प्रतिस्पर्धा गर्न आउँछन् कि, तर आजसम्म कुनै पनि देशले चाहिँ त्यो प्रतिस्पर्धा जितेको रेकर्ड छैन। जति पनि जितेको छन् गोर्खालीले नै जितेको छन्। बाहिरको नेपालभित्रकै गोर्खाभन्दा बाहिरकोले पनि जितेको रेकर्ड छैन कि त्यहाँ है। सो एकचोटि चाहिँ लिग्लीकोट गएर द्रव्य शाहदेखि पृथ्वीनारायण शाहदेखि र शाह वंशको विषयमा चाहिँ यदि बुझ्नु छ भने एकचोटि लिग्लीकोट जानुहोस्। लिग्लीकोट दरबारमा गएर चाहिँ त्यहाँको इतिहास हेर्नुहोस्, त्यहाँको व्यक्तिहरूसँग बुझ्नुहोस् है इतिहास के हो भन्ने कुरा कि। यत्तिकै चाहिँ यसरी बोल्न पायो भनेर चाहिँ चेप्पाइदिए बोलेर आफ्नो इतिहास मेट्न खोजेर यो घिनलाग्दो शब्दहरू चाहिँ ननिकाल्नुहोस् प्लिज। होला आफ्नो माग छ त्यो माग राख्नुहोस्, जायज छ, तर यो इतिहास मेट्न अरूलाई नराम्रो भनेर अरूलाई चाहिँ गिराएर बोलेको चाहिँ यो चाहिँ प्लिज कुनै पनि नेपालीले सहन सक्दैन है। र यदि तपाईँहरू पनि लिग्लीकोटको विषयमा यदि चाहिँ हाम्रो नेपालको इतिहास हेर्न चाहनुहुन्छ है, मेरो युट्युब च्यानल छ @राजकुमार नेपाली 1991 हान्नुभयो भने चाहिँ मेरो डाइरेक्ट मेरो युट्युबको लिङ्क खुल्छ र त्यहाँ चाहिँ मैले यो भिडियो हालेको छु है। मैले त्यहाँ गएर चाहिँ लिग्लीकोटको चाहिँ त्यहाँको चाहिँ लिग्लीकोट विकास अभियानको अध्यक्षसँग भेटेर चाहिँ म 1.5 घन्टा गफ आएको छु कि त्यहाँ कि मलाई मजा लाग्छ कि इतिहासहरू सुन्नको लागि। सो तपाईँहरू पनि यो भिडियो खोल्नुहोस् र यहाँको विषयमा चाहिँ थाहा पाउनुहोस् है।